फाइनल्ली ल्यापटप चाहिँ किन्यो। जुन ल्यापटप चाहिँ आसुसको भिभो इबुक हो अनि जस राम्रो लाग्यो यो भिभो बुक। यो ल्यापटप चाहिँ i5 प्रोसिजर। फाइनल्ली ल्यापटप चाहिँ किन्यो। जुन ल्यापटप चाहिँ आसुसको भिभो इबुक हो अनि जस राम्रो लाग्यो यो भिभो बुक। यो ल्यापटप चाहिँ i5 प्रोसिजर 13 जेनेरेसनको हो। जस राम्रो चल्दो रहेछ, चलाएर एक्सपिरियन्स पनि लियो। 16 GB ऱ्याम अनि 512 GB स्टोरेज रहेको छ। अपग्रेड पनि गर्न मिल्ने रहेछ स्टोरेज र ऱ्यामहरू। अझै अपग्रेड गर्छु कि भने म अब हेभी सफ्टवेयरहरू चलाउँदिनँ, किन अपग्रेड गरिराख्ने भनेर गरिनँ। अब पछि चाहियो भने अपग्रेड गर्न आउँदा हुन्छ भनेर चाहिँ जस राम्रो लाग्यो, चलाउन एकदम मिठो रहेछ। अब यसलाई यसरी खप्टाएर राख्दा चाहिँ हेभी चाहिँ अलि हेभी रहेछ, बढी नै हेभी छ। यसको फ्यानहरू पनि यस्तो रहेछ। पछाडि हेभी चाहिँ अलि हेभी र यहाँ ठुलो नै रहेछ। तर अब काम चाहिँ यसले जस अब काम अनुसारको दाम पनि हुन्छ त्यसलाई पनि खतरा लाग्यो। दामी